What's up guys? म चाहिँ आज बेलेन्दुरमा आएको छु एपीआर को बेलेन्दुर भन्नेमा हाम्रै यो स्मुरको अर्को ब्रान्च यता चाहिँ पार्टी छ अनि यता मान्छे नभएर चाहिँ हामीलाई पठाएको म र एकजना स्टाफलाई अनि यता आएको छ के and the reason behind my topic is job is a very wrong idea तर until unless हामी एउटा के गर्ने केपेबल भएन भने पनि जब छोड्नु चाहिँ भएन त्यही भएर टु अल द पिपल हैन स्टार्ट सेभिङ द मनी म 4 इयर्स देखि काम गर्दैछु मैले तर पनि पैसा सेभ गरिन द्याट्स वेयर आई रिग्रेट द मोस्ट सो स्टार्ट सेभिङ द मनी एन्ड एटलिस्ट स्टार्ट समथिङ स्मल फर योरसेल्फ वेयर तिमीहरूलाई हामीहरूलाई चाहिँ कसैले कम्पनीमा काम गर्दाखेरि पपेटको तरह युज गर्न नपाओस् सो जब इज अ भेरी रङ आइडिया म चाहिँ त्यहाँ आउनु खास गरी चाहिँ तर यता पठाएको छ अब आम नट इन अ पोजिसन वेयर होइन मैले ड्युटी छोडेर जानु सक्दिनँ किनकि आई फिल लाइक देयर इज अ लट अफ थिङ्स आई निड टु डु होइन त्यही भएर चाहिँ टु अल द पिपल जस्तो पनि गर सानो गर तर आफ्नै गर काम गऱ्यो भने पनि यु मेक स्योर 1 साल गर 6 महिना गर 4 साल गर सेभिङ इज मस्ट सेभिङ इज द फर्स्ट थिङ विच विल allow you to do everything चाहे तपाईं जब छोडेर जाऊ तपाईं जे सानो कुरै गरोस् तर always remember job is a wrong idea guys so I have worked for the 4 years एउटा सेभिङ छैन त्यही भएर पनि I couldn't do anything next month मेरो as I told you म घर जाने छु त्यसको बादले मात्रै I had to keep on going तर yes आज म अर्को लोकेसनमा छु I don't know anyone out here nor they know me even म यता म्यानेजर भएर पनि इट्स नट गन वर्क आउट किनकि अरूको जग्गामा उनीहरूको टिम उनीहरूको सल्लाह उनीहरूको सबै हुन्छ आफ्नो चल्दैन सो त्यही भएर सो इट्स अ भेरी रङ आइडिया गाइस सो जति थाल पनि काम गर्छ यु मेक स्योर यु डु अ सेभिङ एट द एन्ड अफ द डे चटक्कै छोड्नु मन लाग्यो भने पनि द्याट सेभिङ विल put you in a place even though if you leave the work you will have your own bank आफ्नो नै आफूले सम्हाल्छ सेभिङले चाहिँ सो गाइस यु मेक स्योर यु डु द्याट थिङ अनि द्याट्स अल सी यु गाइस टेक केयर